तपाईँ हामी सुन्ने गरेका होलाौँ यो समाजमा, सायद तपाईँहरू हामी पनि भन्ने गर्छौँ। के त भन्दा मलाई त कोही मनुष्य देहधारी गुरु आवश्यक पर्दैन, म कोही देहधारी मनुष्यलाई गुरु बनाउँदिन, मेरो लागि त गुरु साक्षात् भगवान हुन्। त्यसो हुनाले जसको म साक्षात् भगवानलाई गुरु मानिसकेपछि जब मनुष्य मलमूत्रको शरीरयुक्त काम क्रोध लोभ मोह मत मत्सर्य लगायतका पशुत्व भएको कमी कमजोरी भएको राग द्वेषयुक्त यस्तो मलमूत्रको शरीरयुक्त व्यक्तिलाई कसैले गुरु बनाउनुहुन्छ? बनाउँदिन भन्नुहुन्छ होला। तर वास्तवमा यस्तो होइन। हाम्रा हरेक शास्त्रले गुरु शिष्य परम्पराको महत्त्वलाई उजागर गरेको छ, घोषणा गरेको छ कि गुरु बिना ज्ञान सम्भव छैन। गुरु नै ज्ञानको मूल द्वार हो। गुरु नै परमात्मासँग साक्षात्कार गराउन सक्ने, मनुष्यलाई आत्मबोध गराउन सक्ने केवल गुरु तत्त्वले मात्रै हो। अन्यथा गुरु बिना कोही मनुष्यले पनि मुक्ति प्राप्त गर्न सक्दैन, परमात्मा प्राप्ति गर्न सक्दैन, आत्मबोध गर्न सक्दैन। यही कुरालाई पुष्टि गर्नका लागि जब साक्षात् श्री हरि नारायण भगवान श्रीराम यस धराधाममा लीला गर्न अवतरित हुनुभयो, त्यस बखत स्वयं भगवानले पनि महर्षि वशिष्ठ र विश्वामित्र ऋषिलाई आफ्नो गुरुको रूपमा वर्ण गर्नुभएको कथा हामीले श्रवण गर्न पाउँछौँ। यति मात्रै होइन, जसलाई हामीले कृष्ण वन्दे जगद्गुरु भन्दछौँ, जो पुरा चराचर जगत विश्वको गुरु हो, उहाँ पनि जब लीला गर्नका लागि यस धराधाममा आउनुभयो, यस सृष्टिमा आउनुभयो, यस पृथ्वीमा आउनुभयो, त्यस बखत उहाँले पनि महर्षि सन्दीपनीको गुरुकुलमा गएर उहाँलाई गुरु वर्ण गरेर शिक्षा दीक्षा दिनुभयो। यति मात्रै होइन, हामी कहिलेकाहीँ भन्ने गर्छौँ नि गुरु त एउटा मात्रै हुन्छ, मान्छेले थरी थरीको गुरु बनाउनु हुँदैन, गुरु फेरि राख्नु हुँदैन, गुरु फेरि राख्नु चाहिँ शास्त्र विपरीत हो, धर्म विपरीत हो, गुरु त एउटै पो हुन्छ त भन्छौँ नि हामी, होइन? तर इतिहास पल्टाएर हेर्नुहोस् त, जब दत्तात्रेय भगवान यस धराधाममा लीला गर्नका लागि अवतरित हुनुभयो, उहाँले एक होइन 24 गुरु बनाउनु भयो र दत्तात्रेय भगवानका 24 गुरु मध्ये एकजना पिङ्गला नामकी वेश्या हुनुहुन्थ्यो। भगवान दत्तात्रेयले पिङ्गला नामकी वेश्यालाई गुरुका रूपमा वर्ण गरेर उहाँबाट शिक्षा लिनुभयो। तर हामी अब हेर्नुहोस् त, स्वयं साक्षात् भगवानले देह धारण गरेको मनुष्यलाई गुरु मानेर दीक्षा लिनुभयो, शिक्षा लिनुभयो भने के तपाईँ हामी भगवानभन्दा माथि छौँ? छैनौँ। त्यसो भएको हुनाले हामीलाई गुरुको आवश्यकता पर्दछ। यदि हामीले साँच्चीकै मुक्ति चाहन्छौँ, यदि हामी साँच्चीकै भक्ति चाहन्छौँ, यदि हामी साँच्चीकै परमात्मासँग साक्षात्कार गर्न चाहन्छौँ भने गुरु अत्यन्तै आवश्यक छ। यो कुरालाई हामीले कहिले पनि बिर्सनु हुँदैन।